A very good morning from Lukla. Hiजो चाहिँ अलिक वेदर बिग्रेर माथि हिउँ परेछ हो. So you can just see the view. यी तल चाहिँ एयरपोर्ट छ हो. So एकछिनमा अहिले चाहिँ टाइम भएको छ almost 7:30. So आज चाहिँ ढिलै उठेको किनभने त्यस्तो हतार छैन नि त हामीलाई. अहिले चाहिँ हामी जाँदै गरेको एयरपोर्ट हेर्नु. एयरपोर्टमा चाहिँ अब फ्लाइटहरु आउने टाइम भयो. सो लोकलाको एयरपोर्ट चाहिँ इट्स वान अफ द बिजिएस्ट एयरपोर्ट इन नेपाल. अन्त वर्ल्डको डेन्जरस एयरपोर्टमा पनि आउँछ. सो वी गना विटनेस हाउ डेन्जरस इट इज. So yeah, let's see. Vinod, excited for the day? Very excited. Yes. So अहिले चाहिँ मान्छेको चहल पहल निकै बढिसकेको छ हो. फ्लाइटलाई पर्खिरहेको छ सबैजना. फ्लाइट आउने टाइम चाहिँ हुनु त भइसक्यो तर वेदरले गर्दा हिजोको जतिको क्लियर छैन वेदर. अलिकति क्लाउडी छ. सो मान्छेहरू आएर एयरपोर्टमै पर्खिरहेको छ. We have traveled 3 days to reach this place है. That too in a car. एकदम हेक्टिक भएको थियो. ट्रेकिङ गर्दा पनि त्यतिको थाक्दैन थियो होला सायद है. गाडी र बसले चाहिँ यसपालि चाहिँ बहुत थकायो. यसपालि चाहिँ पुरा थकायो गाडी र बसले चाहिँ. आइहाल्यो. हेर्नु आएको तर वेदर ब्याड भएर चाहिँ आज फ्लाइटै उडेन हो. यता वेदर राम्रै छ तर तलतिर हेर्दाखेरि चाहिँ पुरा कुहिरो लागिरहेको रहेछ. कति पर्ख्यो बिनोद हामीले? 1 आवर त पर्ख्यो होला. 1 आवर पर्ख्यो. सो 1 आवर ज्यादा पर्ख्यो होला. पर्खिँदाखेरि चाहिँ विल गिभ अ ट्राई. त्यो पनि हेर्नुपर्छ भएछ भने. एयरपोर्ट हेर्नु थियो. एयरपोर्ट हेरिहाल्यो. एरोप्लेन त कति देखेको हो. चढेको पनि. रनवे देख्यो. रनवे देख्यो. अब लेट्स सी नेक्स्ट टाइम. लुक्लाको स्ट्रिट यो चाहिँ मर्निङदेखि नै भेरी बिजी हुँदो रहेछ यहाँनिर हो. दोकानहरू फ्लाइट यो फ्लाइटको बुक छ उनीहरूको चहल पहलहरू धेरै हुँदो रहेछ हो. अनि जसले जे जे सामान तलतिर किन्नु पाउँदैन यहाँ आएर किन्दा पनि हुँदो रहेछ तर इट्स बिट एक्सपेन्सिभ. किनभने हिजो तलतिर पानीको 1 बोतल पानीको दाम सल्लेरीमा 30 रुपियाँ थियो भने यहाँनिर चाहिँ 200 रुपियाँ रहेछ. सो यो चाहिँ हो हाम्रो होटल. अब यहाँनिर कफी खाने हो एकछिन बसेर. हामीले चाहिँ एउटा म्याप किन्यो है. म्याप चाहिँ लोकलाको अल्टिट्युड कति थियो बिना? 2250 जस्तो लाग्यो मलाई. सरी 2800 हाम्रो कफी आइदिएको अमेरिकानो है. हुन्छ हस् थ्याङ्क यू. ल अहिले हामी चाहिँ एयरपोर्ट घुमेर यहाँ हाम्रो होटेलको क्याफे आइपुगेको छ. विनोदले कफी खाने अरे. म पनि कफी अर्डर गरिसकेको थिएँ कि तर आई स दिस. यो मेरो फेभरेट हो नि त. जिन्जर लेमन हाने कि दामी रहेछ. गुड.
हिजोको भिडियोमा अलिकति क्ल्यारिफिकेसन पनि गर्नु थियो कि हिजो चाहिँ मैले कति भनेको थियो 4 to 6 आवर्स लाग्छ भनेर भनेको थिएँ हो सल्लेरी टु सुर्के तर आई वाज रङ एक्चुअली चाहिँ डिस्टेन्स इज समवेयर अराउन्ड 70 किलोमिटर्स अनि टाइम चाहिँ कति लाग्ने रहेछ भन्दाखेरि अलमोस्ट 8.5 आवर्स लाग्ने रहेछ with one stoppage at one stoppage for lunch. तर अफ-रोडिङ चाहिँ कस्तो थियो भन्दिदिनु न अफ-रोडिङ चाहिँ एक्सप्लेन ट्रेकिङ भन्दा चाहिँ अफ-रोडिङ साह्रो थियो अफ-रोडिङ चाहिँ अब इट वाज भेरी एक्सट्रिम लेभलको हो त्यतिको चाहिँ मैले अहिलेसम्म गरेको थिइनँ मैले त्यो भन्नु डरलाग्दै अफ-रोडिङ पहिला गरेको भन्दाखेरि चाहिँ तप्लेजुङ जाँदाखेरि पाथिभरा जाँदाखेरि गरेको थियो बट नाउ द रोड्स टु पाथिभरा इट्स भेरी गुड तर यहाँको चाहिँ भर्खर खनेको रहेछ त्यसले गर्दाखेरि चाहिँ अफ रोड चाहिँ एक्सट्रिम भन्दा पनि एक्सट्रिम ओन्ली 4x4 बोलेरो क्याम्पसहरू अन्त बिग ट्रक्सहरू आउँदैछ अन्त ट्र्याक्टर्स तर म्याक्सिमम टाइम ठोकेरै मात्रै आइपुग्यो हाम्रो गाडी 3 कि 4 चोटि ठोक्यो Ginger lemon honey tea is very good. This was our room for the last night. It was very warm and cozy. अब हामी रेडी भइसक्यो so we're gonna leave now. अब we are starting from Lukla. अब Lukla देखि चाहिँ we have decided to directly go to Namche Bazaar without a stop in Pakding or Monjo. We'll just have lunch out there and today we'll be directly heading towards Namche Bazaar. It's 16 kilometers from Lukla. So let's see at what time we're gonna make it to Lukla. Sorry, Namche Bazaar. Vinod, ready? Ready. So this is the famous street of Lukla. जसको पनि भिडियोमा हेर्नु यो लुङतार लगाएको हालिरहेको हुन्छ. So even we are crossing it today. Pasang Lamu gate, iconic gate. यो चाहिँ वहाँ चाहिँ pasang Lamu चाहिँ फर्स्ट फिमेल एभरेस्टर हो जसले चाहिँ 1993 तिर गर्नु भएको होला अराउन्ड pasang Lamu मेमोरियल गेट उहाँको नाममा बनेको गेट We have to cut the permit. We have to take the permit. One is the Pasang Lamu municipality area ko permit and one is Sagarmatha National Park. एकजना को 2000 लिँदो रहेछ यहाँनिर municipality को अनि यता सगरमाथा नेशनल पार्क को चाहिँ 1500 for the SAARC countries है यता पनि 2000 for the SAARC countries यही नेपाली सिटिजनलाई चाहिँ it's 100 rupees 500 rupees sorry in our route. यहाँ चाहिँ पारदक्षिण जस्तो घुम्न पनि रहेछ है भित्तामै बनिएको सो विल बी क्रसिङ भन्दा पनि त्यसकै छेउपट्टिबाट जान्छ होला
Well, we have reached this place. यो जग्गा चाहिँ एकदम फेमस हो जसको भिडियोमा पनि हेर्नुस् हो कसले न कसले यो हालिरहेको हुन्छ यो स्टोन्समा चाहिँ कार्भ गरेर धेरै मन्त्रहरू के लेखेको रहेछ हो त्यस्तो डिटेलमा त मलाई पनि याद छैन तर यो चाहिँ मलाई पनि पुरा हेर्नु मन थियो सो आज यहाँनिर आएर चाहिँ यता यसो एउटा भिडियो बनाएर चाहिँ आफ्नो भिडियोमा पोस्ट गर्नु लागि So we have reached Pakding and now we're going to take some lunch. Lunch खाने लागि चाहिँ पाक्दिङमा गाइड लज अन्त अब भोक त लागेको छैन बिना भोक लाग्दैछ मन्जु आएर चाहिँ यस्तो रिल्याक्स भयो कि चेयर पनि फेरि यस्तो रिल्याक्सिङ खालको चेयर हो अब हामी यहाँनिर लन्च गर्ने सो वी हेभ अर्डर्ड आवर लन्च खाएर चाहिँ त्यहाँदेखि फेरि 4 किलोमिटर ननस्टप एकछिन रेस्ट गरेर बनाउनु भिडियो आफ्टर ट्राभलिङ फर नियरली 2 आवर्स है विनोद 2 आवर्स आम्मामा अलिकति ज्यादा लाग्यो होला छिटो आइपुगेको हामी अरू हेऱ्यो कि 2 आवर्समा हामी पाक्दिङ आइपुग्यो पाक्दिङ चाहिँ people who come from Lukla they usually stay out here for the night तर हामीहरु चाहिँ अब छिटो भयो के गर्नु हैन त टाइम पनि कभर अप गर्न लागि चाहिँ हामी यहाँ पाक्दिङमा चाहिँ लन्च गर्ने देन विल बी हेडिङ टुवर्ड्स मोन्जो कति बजे पुग्छ विल सी देन आफ्टर दैट मोन्जो छिटो पुगेछ भने चाहिँ मोन्जोदेखि चाहिँ नेक्स्ट 4 किलोमिटर चाहिँ नाम्ची बजार अरे सो इफ पोसिबल विल ट्राई टु रिच नाम्ची बजार एज अफ नाउ यो घाम मजाले लागिरहेको छ घामको आनन्द लिँदै हो यस्तो रिल्याक्सिङ चेयरमा खाना पनि अर्डर गरिरहेको छ विनोद अनि तिमी पनि अलिकति के भन्देऊ एकदमै 2 घण्टाको यात्रा पछि यहाँ आएर आनन्द लिएर कस्तो छ ट्रेकिङ रुट एकदम दामी है ट्रेकिङ रुट चाहिँ राम्रो एकदम डेभलप रुट अब यो त एकदम नामी नै हो कहाँ फरेनर्सहरु मात्रै प्राय आउँछ अहिले हालैमा हाम्रो नेपालीहरु पनि धेरै आउने गरेको छ यहाँतिर हो तर आउनु पर्छ वर्षमा एक खेपहरु ट्रेक त है एक खेप चाहिँ गरेको हामी चाहिँ लाइक मेरो साथीहरु विनोद भयो अरु साथीहरु पनि छ हाम्रो ग्रुप है वी युजुअली डु 1 ट्रेक इन अ इयर अब सिक्किमतिरको त प्राय गरिसक्यो सिक्किम अब यता नेपालपट्टि हामी आएको छ हो नेपालपट्टि चाहिँ ट्रेकिङ रुटहरु वेल डेभलप छ अब राम्रो पनि छ त्यसले गर्दा हामीलाई यहाँ घरिघरि यहीपट्टि नै ट्रेक गर्न इच्छा लाग्छ है किनभने हामीलाई कन्भिनियन्स छ हैन एकदम कम्फर्टेबल छ कम्फर्टेबल छ एकदम कम्फर्टेबल पनि आफै ब्याग बोक्यो हो मेन कुरा चाहिँ हिजो हामीलाई हाम्रो ड्राइभर भाइले भनेको जस्तो के अरे 8 पनि हुनुपर्छ 8 साथसाथै गाँठ पनि हुनुपर्छ गाँठ छैन भने फेरि 8 भएर मात्रै केही हुँदैन अरे त्यसले गर्दा चाहिँ यो एन्टायर रिजन इट्स भेरी एक्सपेन्सिभ हो त्यसले गर्दा चाहिँ तपाईहरु यतानिर आउनु हुँदैछ भने चाहिँ बी प्रिपेयर्ड है अलिकति सेभिङ गर्नुस् सेभिङ गरेर अब आएपछि त राम्रोसँगले आउनु पर्यो नि त हैन प्रिपेयर भएर आउनु पर्यो दुःख गरेर हैन अब दुःख चाहिँ हिँड्नुमा गर्नुपर्छ बस्दा फेरि चाहिँ अलिक लग्जरीमै बस्नुपर्छ खानु बस्ने त जहाँ पनि लग्जरी नै छ रे यो बाटोमा अब माथि लग्जरी छ त्यति हो याद भएन फेरि पनि भन्छु म उ भाइले भनेको जस्तो गाँठ पनि हुनु पर्दो रहेछ 8 साथसाथै त्यो चाहिँ राइट कुरा सिकाएको रहेछ हामीले हो पक्का हो गाडीको ड्राइभर गर्यो त्यत्रो इन्ट्रेस्टिङ थिङ हाम्रो उतातिर युजुअली बोर्डमा लेख्छ हो यहाँ चाहिँ एकदम ठुलो पम्किन रहेछ फर्सी यसमा चाहिँ टुडे स्पेशल फ्रेश पम्किन सुप पिच आइस टी एन्ड रम याक स्टिक आमामा तपाईहरु फ्युचरमा
कतैकाले यतानिर आउनु भएछ भने चाहिँ यु मस्ट भिजिट दिस प्लेस. इट्स रियली नाइस. शेर्पा गाइड लज. विनोद यहाँनिर एकदम रिल्याक्सिङ मोडमा छ हो. खाना पाकेछ भने चाहिँ खाएर है एकछिन फेरि सुत्नुपर्छ होला यो चेयरमा. 5 मिनेट चाहिँ रेस्ट गरेरै जानुपर्छ. 5 मिनेट गर्ने रेस्ट. 5 मिनेट मात्रै. 5 मिनेट 15 मिनेट त सुत्नुपर्छ त्यस्तो घाममा. भ्याउनु टाढा छ नि त. ए ठिक छ ठिक छ. त्यसो भने चाहिँ so prayer flags out there. Arku Lodge. Yes, this is parking. हाम्रो लन्च आइपुगेको छ. शेर्पा स्ट्यू. जाडोमा चाहिँ यस्तै खानुपर्छ. त्यसले गर्दा शेर्पा स्ट्यू मगाएको. विनोदले चाहिँ अलरेडी खान थालिसकेको म चाहिँ हाम्रो यहाँको ओनर चाहिँ 2004-05-06 मा चाहिँ सब्मिट गर्नुभयो. शेर्पा स्ट्यू. हाम्रो लन्च आइपुगिसकेको छ. वी हेभिङ द शेर्पा स्ट्यू हो. बिफोर हामी जहिले तले यस्तो गर्छ. मलाई एकछिन तिमीले देऊ न क्यामेरा खोलेर. हामी जहिले तले के गर्छ भने चाहिँ खानाको फोटो कहिले खिच्दैन किनभने हामी जहिले तले हतार हुन्छ कि. सो आज चाहिँ फोटो खिच्नु पर्यो. This is the Sherpa stew. Vinod, enjoy the food, eh? You had a Maya cheese, Maya juice. Let's try. It's good. Damilation vegetables. Vegetables are keep मुलाको छ. त्यो बिन्स हो है. राजमा त्यस्तो ठुलो बनाउनु. It's time to leave from Pakding. पाक्दिङमा हाम्रो लन्च खाएर एकछिन रेस्ट पनि भयो. सो नाउ विल बी हेडिङ टुवर्ड्स मोन्जो. यहाँ हाम्रो होटलको दिदीले भन्दाखेरि चाहिँ इट्स बेटर वी स्टे एट मोन्जो अरे हो. सो लेट्स सी विल बी स्टेइङ एट मोन्जो नै होला. 4 आवर्स लाग्छ तर 4 आवर्स चाहिँ इट्स अपहिल. तर फेरि हामीलाई यसो भिडियोहरू बनाउँदा के गर्दा फेरि अलिक टाइम लाग्छ होला हो. सो लेट्स सी हामी मोन्जोमै बस्नु पर्ला. भोलि बिहान छिटो उठेर फेरि नाम्ची बजार पुगिहालिन्छ. So far, कस्तो छ ट्रेक? ट्रेक अहिलेसम्म त ठिकै जाँदैछ. राम्रै छ है. राम्रै छ. वेदरले पनि साथ दिइरहेछ. वेदर चाहिँ खास यस्तै हो. हिँड्ने वेदर चाहिँ बेसी घाम पनि लागेको छैन. मेरो ब्याग हो. यसको टोटल वेट चाहिँ छ 15 किलो. विनोदको पनि नट ब्याड. उसको पनि सेमै रहेछ. ब्याग हेर्दा मात्रै सानो हो तर उसको वेट पनि पुरै छ. दुईजनाले यसपालिको ट्रिपमा चाहिँ 15 किलो बोकेर गएको छ हो. किनभने हामी चाहेको भए त पोटोस पनि हायर गर्नु सक्थ्यो. तर हामीले चाहिँ के सोचेको छ भने चाहिँ एटलिस्ट मिनिमम 3 केजी चाहिँ घटाएरै जाने यसपालि एभरेज बेस क्याम्पबाट चाहिँ होइन. वेट चाहिँ घटाउनु पर्ने है. भुँडी सुडी सब वेट आइसक्यो. त्यो चाहिँ अलिक घटाएरै जानुपर्छ बेस क्याम्पबाट चाहिँ. पाक्किङबाट इट्स अप एन्ड डाउन. घरि माथि पुग्छ घरि खोलाको बगरको छेउमा आउँछ हो. अहिले चाहिँ फिलहालमा वी आर गोइङ डाउन. परबाट फेरि माथि नै रहेछ. रुट चाहिँ यस्तै छ. हिमालयन शेर्पा हस्पिटल. इफ यु गेट सिक नो निड टु वरी अबाउट. यहाँ एडमिट भन्दा भन्ने रहेछ. घरि उकालो घरि ओह्रालो. अहिले चाहिँ उकालो भेटाएँ फेरि. लग्जरी होटल on the way to Everest. Hello. Traffic jam चाहिँ Oi. खतरा नै भयो. On On the way to Monjo.
पारीसम्म नै घोडै घोडा। Traffic jam at the bridge by the mule. अड्किरहेको छु। ओइ 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 सानो नानी पनि। दामी वाटरफल रहेछ माथिनिर। वान अफ द मोस्ट इन्ट्रेस्टिङ थिङ डस्टबिन्सहरू बनाएको रहेछ। यो पनि स्टोन्सहरूले एउटामा ग्लास र क्यान, एउटा प्लास्टिक र पेपर। विनोद चाहिँ पर जाँदैछ। पानी हेर्नु चाहिँ यस्तो क्लियर वाटर। पनि स्पोर्ट्स चाहिँ मजाले खेल्दो रहेछ। स्ट्यामिना चाहिँ जोडला उहाँहरूको। त्यो There are so many tea houses on the way. The apple tree पनि रहेछ मुनिपट्टिनिर। के को बोट हो मलाई याद भएन। विनोद चाहिँ पुगिसकेको छ पर। कोरियनहरू चाहिँ रहेछ, नानी पनि लिएर आएको रहेछ। Even I'm gonna bring my daughter when she grows a little bit older. है यसरी नै नवाङ, मो and Nabu. Hyundai, we came across this waterfall. Can पोखरी पनि रहेछ हो। भेरी क्लिन पत्ताहरू चाहिँ रहेछ हो। अन्त रुट चाहिँ यो बाटो रहेछ यति जाने। Look at the kid, he's so small and he's doing the trek. हामी आइपुगेको छौँ मोन्जो। मोन्जोमा चाहिँ हामी दुईजना डिसाइडै गर्नु सकेको छैन कि बस्नु कि जानु। अगाडि लुक्लामा गएर बस्नु कि नाम्ची बजारमा गएर बस्नु कि मोन्जोमा। विल डिसाइड, स्टिल हेभ टाइम। वी आर फाइनली एट मोन्जो। हामीले यहाँ हेरेको आजको होटेल चाहिँ इट्स समवेयर आउट देयर। त्यहाँ जानुपर्छ। अब आई थिङ्क we'll take a rest out here today. Monjo. यहाँ चाहिँ होटल त राम्रो रहेछ, तर लेट्स सी रुम्सहरू छ छैन, अनि फेरि रुम ट्यारिफ माथि छ भने त साह्रो पर्छ हो। लेट्स सी कति रहेछ रुम ट्यारिफहरू।
बुद्ध लज हिमालयन जाभामा बसौँ भनेर भनेको थियो बट हिमालयन जाभा चाहिँ अलिकति कन्जेस्टेड लाग्यो हामीलाई चाहिँ अलिक ओपनमा बस्ने बानी भएको छ नि त दिस इज बुद्ध लज भ्यू चाहिँ यहाँबाट राम्रो रहेछ